2 करोड तपाईँ कहाँबाट आउनुभएको यो जैसे बालन शाह के लागि आज शपथ ग्रहणमा आउनुभएको प्रधानमन्त्री बन्दैछ हजुर 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 खुसी हुनुहुन्छ एकदम घर कुन ठाउँ तपाईँको मेरो घर छ झौसा जिल्ला शहीद नगर यदुकोहा यदुकोहा हजुर राम के यादव गर्नुभयो तपाईँले बालनको लागि बालनको लागि जैसे 2 करोड रुपैयाँ खर्च गरेको तपाईँले हम घराड़ी बेचेको और जैसे म जैसे घराड़ी बेचेको मेरो जैसे 4 कट्ठा घराड़ी छ 1 कट्ठा राखेको 3 कट्ठा बेचे हाल्यो त्यसलाई 2 करोड रुपैयाँ खर्च गरेको केमा खर्च गर्नुभयो तपाईँले यो जैसे जहाँ जैसे पार्टी ऑफिस खोलेको तेल मोबिल खर्चा जनताको दिएको प्रचार प्रसारमा मधेसभरि हिँड्नु हजुर 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 दशमी उहाँले बालनको लागि 2 करोड खर्च गरे भन्नुभएको छ म यहाँ देखेँ तर जुत्तामा यसरी उहाँको जुत्ता चाहिँ चप्पल यस्तो छ झौसा जिल्ला राम बालनको लागि 2 करोड खर्च गरे कति कट्ठा खेत बेचे भन्दै हुनुहुन्छ तर हामी राष्ट्रपति भवन कार्यालय अगाडि छौँ अब यति धेरै फ्यान दिवानाहरू छन् बालन शाहको हामी राष्ट्रपति भवन कार्यालय अगाडि छौँ यो पासको धेरै ठुलो लफडा छ पत्रकार सम्पादकहरूलाई पनि छिर्न दिएको छैन निकै नै टाइट गरिएको छ अबको केही छिनमा बालनको शपथ ग्रहण हुने निश्चित छ नेपालले नयाँ युवा प्रधानमन्त्री पाउँदैछ नेपाल र नेपालीले धेरै ठुलो आश गरेका छन्